ल है गाइस हामी अब जङ्गल जाँदैछौँ हाम्रो अब बारीहरू हेर्नलाई। यहाँनिर केही न केहीले खोस्रेको जस्तो देखिन्छ, केही न केही चाहिँ छ। पछाडि मेरो भाइ छन्, भाइले लौरो लिएर हैसा लिएर ल्याउन्, म लौरो लिएर यसरी यहाँ पनि भेटिन सक्छ, बाघ पनि भेटिन सक्छ, बदलले भेटिन सक्छ, मृग नि भेटिन्छ, यहाँ कालिजो नि भेटिन्छ, पुरा विविधता छ। एक्लै आउन सकिन्छ करण? सकिन्न है। म त त्यही पनि सक्छु कि करण त। ल है यसरी चाहिँ यस्तो हुँदै रहेछ। पहिला खुब डर लाग्थ्यो आउनलाई, करण भएर नत्र म आउँथेन। बाघको डर हुन्छ। ल पुच्ची मोबाइलमा ब्याट्री लो भयो, 3 किलो होइन ब्याट्री लो भयो। मैले चाबी लाएको थिएन अस्तिदेखि। ल है बनमाराले बनै मार्यो भन्ने गीत छ, त्यस्तै बनमाराले यहाँनिर बनमाराले मारेको छ। जङ्गल यस्तो छ, यहाँ जति बेला पनि हामीमाथि हमला हुन सक्छ। यस्तो चिउरी काटेर करण हेर त। केही हिँडेको बाटो यो यस्तो हेर त, ठाडै झऱ्यो कि मान्छे हो? मान्छे त होइन ल। लडौँ है यसरी ख्याल गरेर निकाल। त्यही होला। यस्तो छ यो, पहिला पुरै बारी हो, यो पुरै बारी छ यहाँनिर होइन। करण आयो किन यहाँ? बारी हुँदा कतिको याद आउँछ, आउँदैन? ल यसरी लडेँ होइन, यहाँनिर ओइ के फाँडे जस्तो लागेको थियो, यस्तरी झुडी फाँडेको रहेछ। यहाँनिर बहुत उपद्रो गर्छन्। नुहाए यस्तो जाडो नुहाउनु हुँदैन। अस्ति जाडो लाग्यो क्या होइन? अस्ति र अहिलेमा धेरै फरक छैन। अस्ति बुधबार थियो होइन, शनिबार। यसरी जङ्गल फाँडेको आफ्नो यो त पर्सनल हो, केही हुँदैन। हाम्रो पनि घाँस चोरेर हैरान बनाएछन्। घाँस चोरेको भिडियो बनाउनु पाए होइन करेन्ट चाहिँ। यो रुखमा पहिला अरिङ्गाल हुन्थ्यो। हालत चाहिँ पुरा हुलिया चाहिँ यस्तो छ है यहाँ करण हाम्रो। बाघ न यार, तिमीले पनि खायो कि नै? बोके गना कि नै? खत्रै गना होइन? यता बाघ छ ढुक्क। बाघको चाहिँ बोके गन्ध आउँछ क्या होइन? यता एकदम स्पेसली बाघ पाइने ठाउँ पनि हो यो। फेरि सबै खालको जनावर हुन्छ नि यहाँ। है करण साइले त्यहाँनिर एकजना घर तलतिर अङ्कल हुनुहुन्छ वहाँनिर। तर जङ्गलमा के हिँड्ने हो करण? मान्छे हो कि होइन? बेलुती छैनन्
यो चाहिँ हाम्रो बाख्रा गाईहरू गोरुहरू चराउने ठाउँ हो कहाँ ए हो एक दिन भाइरल भएको थियो भिडियो अभिषेक होइन यतै नजिकै छ बाटो खराब छ हो एकदम एकदमै यो हाम्रो बाख्रो चराउने ठाउँ हामीले चाहिँ यहाँनिर आज ल अब फर्किने हौ यहाँनिर त्यसरी डराउनु त कुरै छैन नि पहिले पहिले एक्लै चाल्ने यहाँनिर यो खोला यसलाई खिल्टारी खोला भन्छ बाँदर लहर्न नि हामी आउँथ्यौँ खुब पुरै सम्म यहाँ पुरै खेती हुन्थ्यो अहिले चाहिँ छैन पुरै बाँझेको छ भैँसी चराउन यसरी बाख्रा चराउन आउँथ्यो यो जङ्गलमा फेरि यो जङ्गलमा हामी बाँदर लहर्न जान्थ्यो होइन करण हो नि जान्थ्यो माथि कस्तो गडबड छ यहाँनिर अलि आवाज आइरहेछ खस्रो खस्रोको केही न केही छ जस्तो देखिन्छ खोलाको नाम के अरे के